नमस्ते। नमस्ते दाइ। मैले हजुरको परिचय दिनु न। मेरो नाम पुष्पा थापा, यहीँ मङ्गलापुरदेखि आएको। ए हजुर, के भएर आउनुभयो बहिनी यहाँ काभ्रेमा? मेरो त्यही डक्टरले फिसर भाखा भन्नुहुन्थ्यो चेक गरेर। ए हजुर, कहिले चेक गर्नुभएको थियो बहिनी? मैले भर्खरै आजै चेक गरेँ। आजै चेक गर्नुभयो, आजै अपरेसन भयो? हजुर। ए त्यो लेजर प्रविधिबाट अपरेसन गर्नुभयो, कस्तो लाग्यो नि हजुरले? एकदम राम्रो। हजुर। छिटो हुने रहेछ। मेरो 20-25 मिनटमा नै भ्याइनु भयो क्या डक्टरले। ए हजुर, एकदम राम्रोसँग गरिदिनु भयो। हजुर, यो कति पुरानो थियो नि हजुरको यो बिमार? मेरो समस्या त लगभग थुप्रै 6-7 वर्ष अगाडि नै भएको थियो। ए हजुर। पहिला आयुर्वेदिक औषधिहरू धेरै खाएँ कि मैले। अनि एकछिन सन्चो भए जस्तो हो नि, फेरि बल्झ्यो नि। ए अनि मैले फेरि अहिले यो फेरि बल्झ्यो मलाई। अनि आयुर्वेदिक औषधि खाँदा पनि भएन। हजुर। त्यसपछि फेरि मोबाइलमा मैले फेसबुकमा देखेँ क्या यो। हजुर हजुर। अनि फेसबुक मार्फत पनि आएको। ए अनि यो लेजर सम्बन्धी चाहिँ बुझेर आउनुभयो कि त्यही फेसबुकमै जानकारी पाएर आउनुभयो? लेजर राम्रो हुन्छ भन्ने? हजुर, राम्रो हुन्छ। अनि मेरो आफ्नो मान्छे एकजना ज्वाइँ पढ्नेले पनि गर्नुभएको थियो। हजुर हजुर। अस्ति पुसमा गर्नुभएको, त्यहाँलाई निको भयो कि एक महिनामै एकदम राम्रो भयो भनेर अनि आएको। विश्वदीप तिमसिना डाक्टर साहब कस्तो लाग्यो नि हजुरलाई? एकदम राम्रो लाग्यो। एकदम बोली राम्रो रहेछ, एकदम राम्रोसँग अपरेसन गर्दा पनि एकदम राम्ररी गरिदिनु रहेछ। अनि यहाँ सिस्टरहरूको चाहिँ सेवा कस्तो छ नि? सिस्टर सबैको सेवा एकदम राम्रो रहेछ। एकदम राम्रो केयर गरेर गर्नु रहेछ। राम्रो लाग्यो एकदम। हजुर। हस् त बहिनी, हजुरले आफ्नो अनुभव सुनाइदिनु भयो, धेरै धेरै धन्यवाद बहिनीलाई है। शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। थ्याङ्क यू।